रासपा सभापति रवि लामिछानेले कारागारबाट पठाएको करिब 5,500 शब्दको अपिल पढे, जसमध्ये रविले एक ठाउँमा भनेका छन्, म विरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। 36 वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुःख मनाउ गर्नु, जब यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाइसके। मुख्य कुरा यही हो, सत्यको बाटोमा हिँड्दा अलिअलि खोच आउँदै गर्छ, त्यसलाई पन्छाउनु पर्छ। हो, रवि सानो जेलमा छन्, आम जनता ठूलो जेलमा छन्। ठूलो जेलमा ठूलै समस्या, सानो जेलमा सानै समस्या। सानो समस्या चाँडै पार लाग्छ, तर ठूलो जेलको समस्या सितिमिति सुल्झिने खालको छैन। सानो जेलबाट छुटेर आउने पनि फेरि उही ठूलै जेलमा हो। त्यसैले ठूलो जेलबाट सबैको रिहाई हुनुपर्छ। देशमा आमूल परिवर्तन गर्छु भनेर 2046 सालको आन्दोलनमा होमिएको 29 वर्षीय युवा अहिले 65 वर्षको वृद्ध भत्ता खाँदैछ। 36 वर्षसम्म तिनले लगातार भोट दिएर जिताएका नेताहरूबाट के पाए? उसको चुलोमा के परिवर्तन आयो? उसले के बाँच्यो यो धरतीमा आएर? यो भएन त्यो भएन भन्ने 101 पत्रकार, सामाजिक अगुवा, देश विदेश बुझेका भनिएका पाण्डुहरू, राजनीतिक विश्लेषकहरू देखिए। यिनीहरूले सत्ताको विपक्षमा क्षुद्र मुख पार्ने बाहेक के काम गरे? बरु तिनीहरूले नै किन नयाँ सम्भावनाका विरुद्धमा विरोध गर्दैछन्? 2007 सालदेखि सपना र आशाको भारी बोक्दा बोक्दै हजुरबुवा पुस्ता कयौं विदा भइसके, बुवा पुस्ताको ढाड कुप्रो भइसक्यो, तर आँटेको कुरा कहिले पूरा भएन। तर विधि र सुशासनको कुरा गरेर थाक्दैनन् शासकहरू। त्यसो भए किन मर्छन् ओछ्यानमै सत्याग्रहका पुजारीहरू? किन महाअभियोग खेप्छन् न्यायमूर्तिहरू? किन बडाहरूको विरुद्धमा लेखिँदैनन् सर्वसाधारणको उजुरी प्रहरी चौकीहरूमा? किन सुनिँदैनन् नागरिकका पीडा र किन बीच सडकमै आगो लगाएर जल्न बाध्य छन् प्रेम आचार्यहरू? विधिको कुरामा ठुल्ठुलो स्वरले कराइरहनेहरू बालेन्द्र हर्कको भाषा शैलीमा चिन्तित छन्। तर किन चिन्तित छैनौ आफ्नै देशका युवा विदेश निर्यात हुँदा? किन आफ्नै बलात्कृत छोरीलाई बिर्सिदे छोरी त्यसले बलात्कार गरेको कुरा त्यो ठूलो मान्छे हो, त्योसँग लडेर उपाय छैन भनेर सम्झाइरहेका छन् बाउआमा? गिरिबन्धु इतिहासकै ठूलो लुट हो, यसको मुख्य आरोपीलाई किन छुट? नक्कली भुटानी शरणार्थी काण्डमा ठूलो गिरोह देखिए, त्यसको मुख्य आरोपीलाई किन उन्मुक्ति? स्काउटको जग्गा कब्जा गरेर भाडा नतिर्ने अहिलेका मन्त्री छन्, तर उनलाई यो देशको कानूनले किन छुन सक्दैन? यति ओम्नी लाउडा धमिजा क्यान्टोनमेन्टसम्म 36 वर्षदेखि देश लुटेको हिसाब किन जनतालाई दिँदैनन्? 62 सालमा 3 खर्ब रहेको ऋण 82 सालमा आइपुग्दा कसरी 27 खर्ब पुग्न लाग्यो? जनताको गाँसबास उठीबास लगाउने, अनागरिक बनाएर बेच्ने, 1 करोड युवालाई विदेश लखेट्ने, भ्रष्टाचारले देश गनाउने, एसियाकै तन्नम देश बनाउने, भ्रष्टको संरक्षण गर्ने यो कस्तो सुशासन हो? रवि बालेन कुलमान प्रति मात्रै खनिने अनि पुराना दल र तिनका नेताहरूले गरेका कुकर्म नगनिने? देश किन कसैको वीरता बन्दैछ? खासमा ओली चाहिँ प्रधानमन्त्री किन